वीरेन्द्रको वंशनाशपछि राजा हुँदा तत्कालीन राजा ज्ञानेन्द्र र युवराज पारस दुवै एकदमै अलोकप्रिय थिए। राजा चाहते लेकिन हम ज्ञानेन्द्र नहीं चाहता है। ज्ञानेन्द्र नहीं चाहता। क्यों नहीं चाहते? क्यों नहीं चाहते? ज्ञानेन्द्र को वो हमको अच्छा नहीं लगता है। क्यों चाहता है? खास गरी दरबार हत्याकाण्डमा उनीहरूको संलग्नता छ भन्ने आशंका जनतामा थियो। क्या बेटा बच गया, उसका सब अपना जो था ना ज्ञानेन्द्र का वो बच गया। उसका लड़का पारस है ना, वो देश का हराम आदमी है। उनीहरूकै अलोकप्रियताले गर्दा राजतन्त्र हटेर गणतन्त्र आउँदा पनि त्यति बेला अधिकांश जनता त्यस निर्णयबाट खुसी देखिन्थे। राजतन्त्र फर्काउने वा पुनःस्थापित गराउने भन्ने कुरा त पर जाओस्, उनीहरू राजा वा राजतन्त्रका बारेमा सुन्न समेत चाहदैन थिए। तर पछिल्लो 20 वर्षभित्र पूर्व राजा ज्ञानेन्द्र र उनको परिवार यो न्यारेटिभ परिवर्तन गर्नका लागि सफल हुँदै गएको छ। राजाका रूपमा बिदा हुँदै गर्दा ज्ञानेन्द्रले राजतन्त्र फर्काउन तत्कालै केही कदम चाल्ने अनुमान गरिएको थियो। तर गणतन्त्र घोषणा भएको लामो समयसम्म उनी शान्त भएर बसे। गणतन्त्र घोषणापछि राजतन्त्र विरोधी भावना बढिरहेको बेला राजपरिवार खुलेर बाहिर आउने अवस्था पनि थिएन। अझ पहिलेदेखि नै बदनाम पारस थाइल्यान्डमा थिए र त्यहाँ विभिन्न काण्ड गर्दै राजपरिवारलाई थप बदनाम गरिरहेका थिए। थाइल्यान्ड प्रहरीले पारसको साथबाट सेतो नम्बर प्लेटको BMW कार र त्यसमा राखिएको लागु औषध पनि बरामद गरेको छ। यस्तो अवस्थामा राजपरिवारको अर्को एकजना महत्त्वपूर्ण सदस्य सबैभन्दा पहिले सार्वजनिक रूपमा अगाडि आइन्। पूर्व युवराज्ञी तथा पारसको श्रीमती इमानी। उनले विक्रमसँग 2066 सालमा इमानी ट्रस्टको दर्ता गरी समाजसेवा गर्न थालिन्। देशैभर समाजसेवाका मार्फतबाट इमानी अगाडि आउँदा राजपरिवारप्रति हराएको विश्वास बिस्तारै उनले जित्दै गइन्। यसैपछि राजा ज्ञानेन्द्रसहित पुरै राजपरिवार पनि बिस्तारै सार्वजनिक रूपमा देखिन थाले। उनीहरू कहिले मन्दिरहरूमा पूजा गर्न पुग्थे त कहिले रेस्टुरेन्टहरूमा सपरिवार गएर सार्वजनिक रूपमा नाच्दै गरेको भिडियो र तस्बिरहरू सार्वजनिक हुन्थे। यसबाट राजपरिवारप्रति बिस्तारै जनताको सकारात्मक छाप पर्दै गएको थियो र राजनीतिक किचौरोले निराशा छाएका जनता बिस्तारै राजतन्त्रको पक्षमा उभिन थालेको अनुभव गरेर होला बिस्तारै राजावादी शक्तिहरू सक्रिय हुन थाल्यो र राजा ज्ञानेन्द्र पनि आफ्नो भूमिका त्यही अनुसार देखाउन थालेका छन्। उनी देशको जुनै कुनामा पुग्दा पनि राजाका समर्थनमा रहेका जनताहरू बाक्लो रूपमा त्यहाँ पुगेर राजतन्त्रको पक्षमा नारा लगाउने गरेका छन्।